हेलो नमस्ते नमस्ते नमस्ते। म चाहिँ अहिले स्कुल जाँदैछु। उकालोमा हिँडिरहेको छु, स्कुल जाँदैछु। मेरो ब्याकग्राउन्डमा शारदा नदी देखिरहेको छ। पाल्नापट्टिको यो देखिने डाँडो चाहिँ शारदा नगरपालिकाको हो। यो त अलि माथि देखिन्छ। यो बादल डाँडो चाहिँ छत्रेश्वरी गाउँपालिका हो। यो चाहिँ म हिँडिरहेको ठाउँ चाहिँ सिद्धकुमा गाउँपालिका। त्यसपछि यता माथि देखिन्छ अर्को, यता माथि, यो माथि देखिने चाहिँ बाक्सा नगरपालिका हो है। उकालो छ, पसिना छ। स्कुल जाँदैछु, बिहानको समय छ। तल हाइवे देखिन्छ, यहाँ यो साइडतिर हाइवे छ। यो हाइवे हो, दाङपुलसुर काठमाडौँ जाने हाइवे हो। यो वाला बाटो, यो बजार हो। खेतका फाँटहरू छन्। सबैलाई गुड मर्निङ छ। उकालोमा छु म। रमाइलो दृश्य छ। पानी फाटेको छ। आज शुक्रबार, धेरै दिन पानी परेर चाहिँ मौसम एकदम खराब थियो। बाटाहरू सबै हिलाम्य थिए। आज आकाश सफा छ। सल्यान जिल्लाको सबभन्दा अग्लो लेक यता देखिन्छ भने, अनि अर्को यो कुमाक पनि यता छ। यो माहौल एकदम अहिले सफा छ। कति राम्रो देखिरहेछ बाटो, देख्न सक्नुहुन्छ तपाईहरु। यस्तो सुन्दर छ। सबै सन्चै हुनु होला। हामी सन्चै छौँ सबैजना। तिहारको, दसैँ तिहारको बिदापछि धेरै पछि स्कुल खुलेको छ। आजभोलि 11 गतेदेखि स्कुल खुलेको हो। आज 14 गते भयो है। तलतिर सबैजना धान काटिसक्नु भएको छ। कसैले जोतिसक्नु भएको छ भने कसैले चाहिँ पराल त्यहीँ छ। कसैको तोरी फुलिरहेको छ। यो साइडतिर, या तल पनि यो साइडतिर यहाँ पारि तोरी फुलिरहेको छ। यो साइडतिर रमाइलो दृश्य छ। म अब स्कुल पुग्दैछु एकछिनमा। त्यसपछि फेरि 4 बजे म फर्किन्छु कोठामा। ड्युटी चलिरहेकै छ है। सबैजनालाई फेरि पनि नमस्ते।